एउटा यस्तो प्रश्न छ जसले हामी सबैको जीवनलाई कतै न कतै छोएकै हुन्छ। के पैसाले हाम्रो मूल्य तोक्छ कि हाम्रो मानवता त्योभन्दा कयौं गुणा ठूलो छ? आउनुहोस् आज यही गहिरो विषयमा डुबुल्की मारौं। ल अब सुरु गरौँ एउटा अलि तितो तर साँचो कुराबाट। आजको समाजमा जब कसैको मूल्याङ्कन हुन्छ उसको मूल्य कसरी नापिन्छ होला? सोच्नुस् त, हामी कसैलाई भेट्दा हाम्रो दिमागमा सबैभन्दा पहिले के कुरा खेल्छ? सायद उनीहरूको धन सम्पत्ति नै होला, होइन र? हाम्रो समाजको ऐनाले देखाउने तस्बिर त यस्तै यस्तै छ। हो, यो कुरा सुन्दा अलि नमिठो लाग्न सक्छ, तर सत्य यही हो। कस्तो छ भने हामीले थाहा पाएर होस् वा नपाएरै कुनै पनि व्यक्तिको ब्याङ्क ब्यालेन्स हेरेरै उसको सफलता र उसको मूल्यको मापन गर्न थाल्छौँ। यो सोच हाम्रो समाजमा यति गहिरो गरी बसेको छ कि हामीले यसमाथि प्रश्न उठाउने बिर्सिसक्यौँ। यो दुई पाटोलाई हेर्दा त झनै छर्लङ्ग हुन्छ। समाजको कस्तो दोहोरो चरित्र छ। एकातिर धन हुने मान्छे, उसलाई त सम्मान र मान्यताको ओहिरो लाग्छ, तर अर्कोतिर धन नहुने मान्छे, उसको मूल्य नै घटाइन्छ, उसलाई हेला गरिन्छ। यो फरकले हाम्रो मूल्य मान्यतामा कत्रो ठूलो खाडल छ भन्ने कुरा प्रष्ट देखाउँछ। अब समाजको यो यथार्थले हामीलाई एउटा एकदमै आधारभूत प्रश्न सोध्न बाध्य बनाउँछ। हाम्रो अस्तित्वको आखिर उद्देश्य के हो त? यदि हाम्रो मूल्य केवल पैसाले मात्र निर्धारण हुने हो भने हाम्रो जीवनको अर्थ नै के बाँकी रह्यो र? यो हो त्यो प्रश्न जसले हाम्रो सोचको जग नै हल्लाइदिन्छ। मान्छे धनका लागि बनेको हो कि धन मान्छेका लागि? क्या हामी पैसा कमाउने एउटा मसिन मात्रै हौँ वा पैसा हाम्रो जीवनलाई सहज बनाउने एउटा साधन मात्र हो? सोच्न बाध्य बनाउँछ, होइन त? त्यसो भए आउनुहोस् पैसाको वास्तविक भूमिका के हो त्यसलाई अलिक केलाएर हेरौँ। यहाँ आवश्यकता र उद्देश्यबीचको फरक बुझ्नु एकदमै जरुरी छ। किनभने पैसा आफैमा नराम्रो कुरा त पक्कै होइन, तर यसको सही ठाउँ कहाँ हो त्यो बुझ्नु चाहिँ एकदमै महत्त्वपूर्ण छ। हो, यो कुरामा कुनै दुईमत छैन। जीवन चलाउन आधारभूत आवश्यकता पूरा गर्न धन चाहिन्छ नै। घाँस बाँस कपासका लागि यो अनिवार्य छ। खाली आदर्शका कुरा गरेर त पेट भरिँदैन। त्यसैले के कुरा स्पष्ट छ भने पैसा जीवनयापनका लागि नभई नहुने एउटा साधन हो। यो तर एकदमै महत्त्वपूर्ण छ। धन जीवनको उद्देश्य चाहिँ होइन। हेर्नुहोस्, धन आवश्यकता छ, तर जब यो साधनबाट साध्य बन्छ, मतलब उद्देश्य नै बन्न पुग्छ, हो त्यहीँबाट समस्या सुरु हुन्छ। यो त यात्राको एउटा माध्यम मात्र हो, हाम्रो अन्तिम गन्तव्य होइन। जब धन नै जीवनको सबैभन्दा ठूलो कुरा बन्छ, तब हामीले केही यस्ता चिजहरू गुमाउन थाल्छौँ जुन साँच्चै अमूल्य छन्। पैसाको पछि लाग्दा हामीले के कुराको मूल्य चुकाउनु पर्छ? आउनुहोस् मानवीयताको त्यो मूल्यबारे कुरा गरौँ। जब पैसा भगवान बन्छ तब बलि चढ्छन् हाम्रा सबैभन्दा बहुमूल्य सम्पत्तिहरू, हाम्रो विवेक, हाम्रो इमान र अन्त्यमा हाम्रो मानवीयता नै। एकछिन सोचौँ त, यी यस्ता चिज हुन् जुन संसारको कुनै पनि धनले किन्न सकिँदैन, तर त्यही धनको लोभमा हामी यिनलाई सजिलै मार्न तयार हुन्छौँ। कति गहिरो कुरा होइन त? विवेक, इमान र मानवीयता मारेर बाँच्नु भनेको त आत्मालाई नै मार्नु हो। यसको मतलब जब हामी आफ्नो नैतिकता बेच्छौँ, शरीर त बाँचिरहेको होला, तर भित्रको आत्मा मरिसकेको हुन्छ। यो त जिउँदो लास हुनु जस्तै भयो। ल, यति धेरै कुरा गरिसकेपछि अब प्रश्न उठ्छ, समाधान के त? धन र मानवीयता बीचको यो द्वन्द्वबाट बाहिर निस्कने कसरी? आउनुहोस् अब त्यो सन्तुलित जीवनको सही बाटो कसरी खोज्ने त्यतातिर लागौँ। यहाँ हेर्नुहोस् त, कस्तो स्पष्ट भिन्नता छ। धनले के दिन्छ? सुविधा, भौतिक आराम। तर हाम्रो असल कर्म र सद्भावले के दिन्छ? आत्मशान्ति। एउटा क्षणिक हुन सक्छ, तर अर्को स्थायी र अमूल्य हुन्छ। छनौट हाम्रो हातमा छ। र अन्तमा आजको हाम्रो यो सबै छलफलको सार यही एउटा वाक्यमा छ। धन आवश्यक हो, तर मानवीयता भन्दा माथि होइन। जब हामीले यो सन्तुलनलाई आफ्नो जीवनमा अपनाउन सक्छौँ, तब मात्र जीवनले साँचो अर्थ पाउँछ। अब यो छलफललाई यहीँ टुङ्ग्याउँदै एउटा प्रश्न सबैका लागि छोडेर जान्छु। एकछिन सोचौँ त, हाम्रो जीवनमा धनको वास्तविक स्थान के हो? हामी धनको मालिक हौँ कि धन हाम्रो मालिक हो? यसको जवाफले नै हाम्रो जीवनको दिशा तय गर्छ।